गर्मीको टाइममा साडी लगाउन कति झन्झट हुन्छ है गाइज। अनि वेलकम टु माई ब्लग गाइज। म चाहिँ आज बिहेमा आएको छु। अनि यहाँ बिहेमा चाहिँ अनि सबैजनाले अनि कागती पानी खाइरहेको थियो। गर्मीको बेला छ नि त, अनि कागती पानी खाँदै थिएन। अनि म पनि गएर कागती पानी खाँदै थिएँ। यहाँ चाहिँ मैले नि आलु सालु छिलेर अनि सबै अनि लसुनहरू के उस गरेर सबै भ्याइसकेको थिएँ। अनि म चाहिँ यसो रेस्ट गरेर थिएँ। अनि सबैजनाले तिर्खा लगाइरहेको थियो। गर्मीको बेलामा बिहेमा यस्तै हुन्छ नि त। अनि यता चाहिँ खाना पाक्दैछ। अनि मैले चाहिँ टमाटरहरू के काट्दै थिएँ। मैले चाहिँ पकाएर यसो चलाइदिएको मात्रै थिएँ। अनि यता चाहिँ अचार बन्दैछ। हेर्नु गाइस, हाम्रो घरतिर चाहिँ यसरी बनाउँछन्। अनि कस्तो मिठो भएको थियो चाहिँ। मलाई चाहिँ बिहेमा चाहिँ बिहेको खाना चाहिँ बस्छ नि मनपर्छ। अनि यहाँ चाहिँ सबैजनाले बनाउँदैछन्। अनि बनाएर भइसकेको थियो। अनि यहाँ पछि अनि यहाँ चाहिँ हामी खाना खान लागेको छौँ। अनि यहाँ चाहिँ के थियो मासुहरू के थियो। अनि यहाँ चाहिँ मेरो यहाँ गाउँकै बजे थिएन। अनि यहाँहरू चाहिँ दाँत चाहिँ छैन। अनि दाँत हरिसकेको थियो नि त। अनि उहाँ पछाडिको चाहिँ झनै कसरी खाएको थियो नि क्या। अनि त्यही भएर मैले भिडियो बनाएँ नि त, कसरी बुढाबुढीहरू कसरी खान्छन् भनेर। अनि आजलाई यति नै, बाई बाई गाइज।